नमस्कार, अपन समाचारमा स्वागत छ। भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। शनिबार अपहरणीय काठमाडौँको माइतीघर मण्डलमा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी लगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका छन्। उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न पनि सरकारलाई खबरदारी गराएका छन्। सरकारलाई खबरदारी कारबाही गर भ्रष्टाचारी प्रचण्ड सरकारलाई खबरदारी प्रचण्ड सरकारलाई खबरदारी कारबाही गर भ्रष्टाचारी। गृहमन्त्री काजी दाई कारबाही गर भ्रष्टाचारीलाई लेखिएको प्लेटकार्ड समेटेर प्रदर्शन गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरू मुछिएपछि उनीहरूलाई कारबाही गर्न सरकारमाथि दबाव परेको छ। यता सरकारले पनि सो प्रकरणमा मुछिएकाहरूलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएका छन्। तर पक्राउ पूर्जी जारी गरिएकाले एमालेका सचिव समेत रहनुभएका पूर्व उप प्रधानमन्त्री ठोप बहादुर राई माझी भने फरार रहेका छन्। उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रदर्शनकारीले सचेत गराएका छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताउनु भएको छ। पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका उहाँले सरकार परिवर्तन गर्न हल्ला चलाएर कसैको पनि हित नहुने जिकिर समेत गर्नुभएको छ। रफत सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यकता पनि उल्ल्याउनुभयो। उहाँले कम्पेक्टेबल मेजोरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गर्नुभयो। अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत जानकारी दिनुभयो। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूले वर्तमान सत्तारूढ गठबन्धन निर्माणमा योगदान गरेको उहाँको भनाइ थियो। र विकासको गति अगाडि बढाउने, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरूमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा, मुख्य बेला पनि हो, अभिभारा पनि हो अहिलेको सरकारको। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ। दिनै पछि सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन र दिनै पछि सरकार परिवर्तन गरिराख्नु पनि गलत हो। गल्ती कहाँ छ त्यहाँ सच्याएर अगाडि बढ्नुपर्ने बेला हो र त्यसका लागि यो गठबन्धन, हाम्रो पार्टीको धारणा के हो भने अगाडि बढ्नुपर्छ, सरकार स्थिर भएर काम गर्नुपर्छ र जनतालाई अब डेलिभरी दिनुपर्छ। अब चाहिँ के पहिला जस्तो। अध्यक्ष यादवले मुलुकलाई सङ्कटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिनुभयो। थुप्रिएर रहेको पुँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उहाँको बुझाइ थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार सम्बन्धी ठूला फाइलहरू खोल्दै जाने बताउनु भएको छ। शनिबार राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अब भ्रष्टाचारका ठूला फाइलहरू खोल्दै जाने बताउनु भएको छ। उहाँले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताउनुभयो। उहाँले अहिलेको नेपाली भुटानी शरणार्थी बनाई बेच्ने कुरा ट्रेलर मात्र रहेकोले गर्दै पुरा फिल्म देख्न बाँकी रहेको जानकारी दिनुभयो। उहाँले अब आफूहरूलाई ठूला घेराबन्दी र दबावहरू आउन सक्ने भन्दै उत्पीडित वर्ग समुदाय, हाम्रो श्रमजीवी जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताउनुभयो। गर्ने कुरासँग सम्बन्धित छ। तपाईहरुले देखिराख्नु भएको छ, अस्ति मजदुरहरूको महाधिवेशनमा मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरु भएको छ। यो सुरुवात मात्रै हो, यो टेलर मात्रै हो। हेर्दै जानु, सिंगै फिल्म देखिन्छ, सिंगै फिल्म देखिनेवाला छ। त्यसपछि पक्कै पनि ठुलठुला घेराबन्दी होलान्, ठुलठुला दबावहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुन सक्छ यो बीचमा। तर हाम्रो उत्पीडित वर्ग समुदाय, हाम्रो श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठुला घेराबन्दी
दबाब र धम्कीको सामना गरिनेछ। म तपाईँहरूसँग यही अपिल विशेष रूपले गर्न चाहन्छु। आजको दिनमा हामीले आर्थिक समस्या र आर्थिक दबाबको सामना गर्नु परेको छ। के कारणले? यो रातारात बनिएको होइन, लामो समयदेखिका गलत नीति, गलत। प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई 32 सिट भन्ने गरेको उल्लेख गर्दै फेरि एकपटक गिर्जन सके बहुमतमा पुग्ने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीलाई कारबाही गर्नु कुरामा सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ। शनिबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको छ। प्रधानमन्त्री दाहालले भ्रष्टाचार विरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पार्नुभयो। उहाँले भ्रष्टाचार विरुद्धको अभियान प्रक्रिया र पद्धति अनुसार अघि बढ्ने जानकारी दिनुभयो। उहाँले दोषी नछुट्याउने र निर्दोषी नफस्ने गरी काम गर्न प्रतिबद्धता जनाउनुभयो। दृढताको साथ अगाडि जान्छ। दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्डली अगाडि गइन्छ। उहाँले अब अस्ति तपाईँले ठ्याक्क सोध्नु भएको थियो, मेरो कुरा भएन भनेको थिएँ। अस्ति पनि उहाँको चाहिँ कन्सर्न थियो यही विषयमा, आज पनि यो विषयमा कन्सर्न उहाँले राख्नुभयो। मैले जेनरल कुरा भने त्यो भनेर बचाउँ भन्ने त उहाँले भन्न सक्ने कुरा भएन नि। प्रधानमन्त्रीसँग कुरा गर्दाखेरि बचाइदेऊ भन्न आउन त कसैले पनि सक्दैन। तपाईँ दबाबमा पर्नुहुन्न? पर्दैन। प्रधानमन्त्री दाहालले आफू दबावमा नपर्ने काम गर्ने बताउनुभयो। जनकपुर धाममा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु भएको छ। शान्ति सबैको लागि नारासहित शनिबारबाट रामानन्द युवा क्लबमा सुरु भएको प्रदर्शनी वैशाख 26 गतेसम्म चल्नेछ। प्रदर्शनीमा विभिन्न 9 देशमा 40 कलाकारका चित्रकला राखिएका छन्। प्रदर्शनीमा मिथिला चित्रकला, मोडर्न चित्रकला सहित विभिन्न विधाका चित्रकलाहरू राखिएका छन्। प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, इजरायल, मलेसिया, ट्युनेसिया, कोरिया, USA र अस्ट्रेलियाका कलाकारहरूले बनाएका पेन्टिङहरू राखिएका छन्। प्रदर्शनीमा भने नेपाल र भारतका कलाकारहरू उपस्थिति भएका छन्। मिथिला चित्रकलाको प्रचार प्रसार गर्ने उद्देश्यले प्रदर्शनीमा गरिएको आयोजकले जनाएको छ। ट्युनिसिया, कोरिया, USA, अस्ट्रेलिया तो ये देश के कलाकार सबके पेंटिंग एठाम आयल छै। कलाकार भारत के कलाकार और नेपाल के कलाकार सहभागी छै में अखनी आयल छै। हमरा ऑस्ट्रेलिया के कलाकार काठमांडू में कुछ बिरामी के कला से रुकि गेला। एहि कार्यक्रम के उद्देश्य छै कि प्रदेश स्तर पर सेहो कला के प्रदर्शनी जका एक उजागर कर के बेचे वाला, काम करे वाला, सिखावे वाला बहुत छै, लेकिन एकर प्रचार प्रसार में होबे वाला अखन तक प्रदेश में कतौ आर्ट गैलरी नहीं छै। ताहि दुआरे हम प्रदेश सरकार के, नेपाल सरकार के ई देखाबऽ चाहै छी कि प्रदेश स्तर में जे आर्ट गैलरी होनाइ जरूरी छै। प्रदर्शनीको अवलोकन गर्न आएका जनकपुर धामका पूर्व मेयर बजरंग प्रसाद शाहले मिथिला चित्रकलाको विश्वभर प्रचार भइरहेको बताउनुभयो। जनकपुर में आयोजन करले छी और बढ़िया छी, फर्स्ट टाइम उनकर आयोजन छै। भारत के किस देश के व्यक्ति से हमरा भेट भेल, गुजरात के व्यक्ति छै, महाराष्ट्र के व्यक्ति छै, तो वो सब जे छै पेंटिंग के जे छै लवर छै, ओकरो सब किछ पेंटिंग में छै राखल गेल छै जे वाटर पेंटिंग छै। आ ई जे मिथिला पेंटिंग जे बनै छै तो ओ जे पेंटिंग जे छै कलर भी बनै छै, जे कलर जे होइ छै विभिन्न किसिम के एक्रिलिक होइ छै या और कलर सब जे होइ छै कलर से मिथिला पेंटिंग बनै छै। बढ़िया छै, सुंदर छै। प्रदर्शनीको अवलोकन मधेस सरकार की उद्योग पर्यटन तथा वन मंत्री सुनीता यादव, मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडी, साहित्यकार रमेश रञ्जन लगायत बुद्धिजीवी, राजनीतिकर्मी, समाजसेवी लगायतले गरेका थिए। नेपाल भारत सीमावर्ती क्षेत्रमा चिकित्सा सेवा सुधार विषयमा दुवै देशका चिकित्सकहरूले छलफल गरेका छन्। शनिबार जनकपुर धाममा इन्डो नेपाल डाक्टर फोरमले गरेको कार्यक्रममा सहभागीहरूले दुवै
देशका सीमावर्ती क्षेत्रका सर्वसाधारणले राम्रो मेडिकल सेवा पाउन नसकेको भन्दै यसका लागि दुवै देशका चिकित्सकहरूले गम्भीर बन्नुपर्ने बताएका छन्। कार्यक्रममा भारतीय मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर शाहनन्द प्रसाद सिंहले भारतमा रहेको एम्स अस्पताल जस्तै नेपालमा पनि खुल्ने सक्ने बताउनुभयो। उहाँले यसका लागि नेपालका विभिन्न निकायहरूले प्रयास गर्नुपर्ने पनि जानकारी दिनुभयो। कुछ नहीं, यहाँ के गवर्नमेंट को रिक्वेस्ट करना है, प्रधानमंत्री जी को और हेल्थ मिनिस्टर को और मिनिस्टर को। हम 100% श्योर है हमारे बिहार में पूरे देश में दर्जनों एम्स बना दिया गया है। रोज एम्स खोला जा रहा है, रातों रात देखा जा रहा है 2 साल में एम्स तैयार, दरभंगा में एम्स तैयार, पटना में एम्स तैयार, जहाँ भी। इसलिए यहाँ के लोग जो पॉलिटिशियन हैं अरे ठीक से जिसको आप माननीय प्रधानमंत्री जी से कहेंगे, जनकपुर धाम है यहाँ अवश्य बनाएंगे। उन्होंने बहुत धार्मिक लोग हैं और बहुत उपकार होगा इस इलाके का। जो डिफिशियंसी बता रहे थे कि सर्जन नहीं है, वो सर्जन नहीं है, यदि एम्स हो जाता है तो पूरा हो जाएगा। कार्यक्रममा सहभागीहरूले नेपाल भारतको सीमा क्षेत्रका बिरामीहरूलाई राम्रो चिकित्सा सेवा प्रदान गर्ने दुवै देशका चिकित्सक तथा अस्पतालहरूले निर्वाह गर्नुपर्ने भूमिका विषयमा चर्चा गरेका थिए। To the Bihar, the disease pattern, when you look the disease pattern of this province, Madhya Pradesh and the Bihar is the similar. So why not with the research the same things here? And we are also our young doctors. They are qualified how to do research and how can we help our province. The one thing for that we need some budget regarding the building. The main focus of this Indo-Nepal forum is that Ayushman plan to implement in Nepal also. That will be so helpful, so helpful. There is already plan in Nepal that is every family has to pay 3,500 and they got insurance of 1 lakh. But that is applicable in government institute only. Like in India, the patient gets ये सोचा कि नहीं एक फॉर्म होना चाहिए, एक फॉर्म ऐसा होना चाहिए जहां पर हम भारत और नेपाल के चिकित्सक बैठ सके, जिस पर बात कर सके और साझ कर सके इन चीजों को। पहली बात तो यह है कि हमारी अपनी भी सुरक्षा कहीं ना कहीं खतरे में होती है, हम खुद भी खतरे में होते हैं। ये हर जगह है, इंडिया में भी है, नेपाल में भी है। मैं ये नहीं कहता हूं कि लोग ही दोषी हैं, हमारा भी कहीं ना कहीं नेग्लिजेंसी हो सकता है। कार्यक्रममा नेपाल र भारतका चिकित्सकहरूका साथै मध्य प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर लगायतका सहभागिता रहेको थियो। जनकपुर धाममा महिला सूरी समाजको प्रथम महाधिवेशन भएको छ। शनिबार भएको महाधिवेशनमा सहभागीहरूले सूरी समाजको हितका विषयमा चर्चा गरेका छन्। कार्यक्रममा प्रदेश सांसदहरू अनिता शाह, कञ्चन विच्छा, जनकपुर धामका नगर प्रमुख मनोज कुमार शाह, जनकपुर भित्रका अध्यक्ष शीतल शाह, महासङ्घका केन्द्रीय परमेश्वर महासेठ लगायतले धारणा राखेका थिए। उनीहरू सूरी समाजको अहिलेको अवस्था, संगठन विस्तार लगायतका विषयमा सल्लाह सुझाव दिएका थिए। महिला के डेवलपमेंट अगाडि हेते देते पहिला अपना सब चूल्हे चौका में रह जाय छलिए, एने शिक्षा के जेना अगाडि बढ़ेलिए। पॉलिटिक्स में अपना सबके महिला हर एक फील्ड में छथिन, प्रोफेशनली डॉक्टर, इंजीनियर, लॉयर। एहि संबंध में कनिका व्यक्तिगत हम अपन बात सेहो राखि देला चाहै छी। बात देखबै त अंगूर के जे छुपा रहै ओकर भाव ज्यादा रहै, लेकिन जे टूटल अंगूर रहै ओकर भाव कम रहै। त हमरा सबके भाव कम नहीं होय के, भाव ज्यादा में आवे के है, छुपा में रहे के है। एकता में संगठित में बहुत बड़का शक्ति होय आ संगठित अगर छी हम सुन तो हमरा संगे कोई पछाड़ी नहीं कर सकिए। जना भगवान श्री कृष्ण के जन्म अगर भादो अष्टमी के होय छै त राधा जी के जन्म नवमी के इजोरिया पक्ष में होय छै, भादो जे 15 दिन के अंतर है। राधा जी के जन्म और राम कृष्ण जी के जन्म के 15 दिन के अंतर है, तो राम जी के सीता जी के जन्म में 1 मास के अंतर 30 दिन के बाद होय छै। चैत में होय छै त बैसाख में होय छै। तो इस संपूर्ण कार्य क्षेत्र में, अपन क्षमता विकास में, शिक्षा के क्षेत्र में, स्वास्थ्य के क्षेत्र में, अखन पत्रकारिता क्षेत्र में संजय भाई आयल थे, कल के अपना समाज के समटा पड़ते
तो अपना समाज में किस विकृति है एहि बात के स्वीकार करे में कोनो दुख नहीं। दुटा परिवार के परिचालन करे वाला महिला समाज मात्र नहीं, लक्ष्मी सरस्वती लगायत के जे शक्ति पीठ सब है से महिला है। लगे में सीता माता छथिन जिनका हम सब दिन भोर साँझ नमन करे छियै। अर्थात हम ये कह चाहे छी कि महिला पुरुष से बेसी शक्तिशाली है। अपने सब अपन स्वरूप देखियो, उ स्वरूप देखा कर ई सूरी समाज मात्र नहीं, सूरी समाज में हम सब संगठित भेलिए। जो पुरातन काल में से गौरी शंकर कहल जाय छल, सीताराम कहल जाय छल, लक्ष्मी नारायण कहल जाय छल। तो महिला के देवी के नाम भगवान के नाम से पहने रखा के परिपाटी अपना सबके पुरातन काल से आयल और ये अहिना नहीं आयल हेतै क्योंकि देवी में एते शक्ति होइ छै जे भगवान के सेहो शक्ति प्रदान क सके छथिन। ताहि हेतु हुनका सबके नाम आगारी राखल गेल हेतै। एहि चीज के कहैत अपने सबके हम अनुरोध करऽ चाहै छी, घर में खाली नहिरा के बात करब, ससुरा के बात करब से विषय का परिवार के एकजुट कर, समाज के एकजुट कर, जाति के एकजुट कर, सामाजिक विकास के लागी अग्रसर भकर अपन परिवार के, संतान के, समाज के, राष्ट्र के समग्र विकास में अपन अग्रणी भूमिका निर्वाह कयल जाओ। कार्यक्रममा सूरी समाजका पदाधिकारी लगायत सहभागिता भएका थिए। समाजले नयाँ कार्य समिति पनि गठन गरेको छ, जसअनुसार अध्यक्षमा रामप्यारी देवी, उपाध्यक्षमा फूलकुमारी देवी, महासचिवमा उमा गामी, सचिवमा सञ्जु कुमारी शाह, कोषाध्यक्षमा अरहुल्ला बजियार सहित 9 सदस्यीय कार्य समिति चयन भएको छ। पैसा नतिरेपछि अस्पतालले बन्धक बनाएको सिरहा नगरपालिका वार्ड नम्बर 14 का वीरेन्द्र सादाको सपरिवारले बुझेको छ। सिरहा नगरपालिका वार्ड नम्बर 14 खिरौनाको नवटोली मुसहरी टोल घर भई मिर्चैया नगरपालिका वार्ड नम्बर 5 शान्ति चोकमा परिवार सहित डेरा गरी बस्दै आएका 40 वर्षीय सादाको वैशाख 18 गतेमा मृत्यु भएको थियो। तर औषधि उपचारका क्रममा भएको खर्च परिवारले तिर्न नसक्दा विराटनगर स्थित न्युरो कार्डियो एन्ड पल्टी स्पेशलिस्ट हस्पिटलले सब बन्धक बनाइराखेका थिए। मृतक सादाको सब परिवार बुझ्नका लागि सर्वसाधारणबाट सहयोग रकम सङ्कलन गरिएको थियो। सहयोग सङ्कलन मार्फत जुटेको 54,000 बुझाएपछि सब लाग्न दिएको हो। अस्पतालले 3,68,000 मिना गरेको थियो। अस्पताल नजिकैको आयान फार्मेसीले पनि 2,16,000 मिना गरेको थियो। फार्मेसीले यसअघि औषधि बापतको 60,000 पाइसकेको थियो। आवश्यक कागजी प्रक्रिया पुर्याएर शुक्रबार साँझ परिवारले सब बुझेको छ। वीरेन्द्रका जेठा छोरा अंकितका अनुसार यसअघि अस्पताल फार्मेसीलाई झन्डै 7.5 लाख तिर्न बाँकी थियो। चैत 26 गतेमा अस्पतालमा भर्ना गर्दा नै 2 लाख रुपियाँ डिपोजिट गरिएको थियो। आवश्यक सहुलियत गरी सब छुटाउनका लागि मिर्चैया नगरपालिकाले पनि अस्पतालसँग अनुरोध गर्दै पत्र पठाएको थियो। उच्च रक्तचापबाट पीडित उनलाई चैत 26 मा मस्तिष्कघात भएको थियो। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सरकारले सडक आश्रित मानव मुक्त नेपाल बनाउन सक्दो प्रयत्न गर्न बताउनु भएको छ। शनिबार बिहान काठमाडौँको वनस्थल स्थित मानव सेवा आश्रममा पुग्नु भएका उहाँले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्याउने काममा पनि सरकारले सक्दो सहयोग गर्न आश्वासन दिनुभएको छ। उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आज भोलि नै गराउने पनि बताउनु भएको छ। उहाँले प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मसात गर्दै सकेको सहयोग गर्न नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा सञ्चालनमा ल्याइ राख्न सहयोग गर्न विश्वास व्यक्त गर्नुभयो। मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रूपमा पनि लाग्नुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसलाई सफल पार्न नेपाल सरकारको तर्फबाट र मेरो तर्फबाट व्यक्तिगत रूपमा पनि म सधैँ तपाईहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अहिले म धेरै कुरा
भन्न चाहन्न। जसरी तपाईहरुले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको मान्छेका रूपमा आफ्नो पहिचान बनाउनु भएको छ, त्यस्तै गरी म कामद्वारा नै तपाईहरुको यो उद्देश्यलाई सफल पार्न सहयोग पुर्याउन चाहन्छु। उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्न बताउनुभयो। उहाँले मानवीय सेवाको काममा सबैले साथ सहयोग र सम्मान गर्नुपर्ने स्मरण गराउनुभयो। त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरूले अबको 2 वर्षभित्र सहयोगपेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको जानकारी उपप्रधानमन्त्री श्रेष्ठलाई गराउनु भएको थियो। सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महाराले नक्कली शरणार्थी प्रकरणमा संकलन जो कोहीलाई पनि सरकारले कारबाही हुने बताउनु भएको छ। पूर्व सभामुख समेत रहनुभएका महाराले सरकारभित्र भए पनि वा बाहिर भए पनि सो प्रकरणमा दोषीमाथि कारबाही हुने बताउनु भएको छ। शनिबार संवाद डब्ल्युले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्न कुरामा कुनै पनि खालको भेदभाव नहुने जानकारी दिनुभयो। छैन त्यो कारबाहीको दायराभित्र पर्ने कुरा भएन। त्यो सरकारभित्र हुन् या बाहिर हुन् त्यसमा कुनै भेदभाव हुँदैन। जस्तो यो मोर्चामा रवि लामी छामेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि छ। अब सरकारमा सहभागी हुने वा नहुने विषयमा बाहिर अहिले आजका मिडियाहरूमा खास गरेर राष्ट्रिय स्वतन्त्र पार्टी मिडिया के अरे सरकारमा नहुने भन्ने आएपछि के हुन्छ त भन्ने जिज्ञासा हुन सक्छ। यस विषयमा सामान्यतः सरकारले उपाध्यक्ष महाराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दावी गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उहाँको तर्क थियो। उहाँले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको जानकारी दिनुभयो। उपाध्यक्ष महाराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको समेत जानकारी दिनुभयो। त्यसका लागि नेकपा समाजवादी पार्टी, जनता समाजवादी पार्टी, विपल नेतृत्वको नेकपा सहितका 6 वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उहाँले जानकारी दिनुभयो। नेपालमा पछिल्लो 24 घण्टामा थप 76 जना कोरोना भाइरस कोभिड-19बाट संक्रमण भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार 100603 जनाको नमुना परीक्षण गर्दा 76 जना संक्रमण पुष्टि भएको छ। हाल सक्रिय संक्रमितको संख्या 137 रहेको छ। संस्थागत आइसोलेसनमा 24 र सदन उपचार कक्षमा 12 जना रहेका छन्, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हस्त अहिलेलाई यतिकै। पल पल खबर तेज नजर हेर्दै होला अपन टेलिभिजन। नमस्कार।